नमस्कार, म हिमाल साई। हामी चौकुने गाउँपालिकाको वडा नम्बर 2 बोला भन्ने ठाउँमा छौँ। स्वास्थ्य यो हाम्रो बाँसपानी स्वास्थ्य चौकी नजिक हो। यो खास गरिकन यहाँ सुत्केरीलाई अब उद्धार गर्न आएका थियौँ, विशेष गरी राति। तर यहाँ बिहान 4 बजेको समयमा यहाँ एउटा ढुङ्गामा मोबिल च्याम्बर ठोकिँदाखेरि लिक गरेपछि हाम्रो गाडी यहीँ बन्द भयो र त्यसपछि तर सकुशल यतै उद्धार भयो। फेरि त्यो सुत्केरीको खुसीको कुरा त्यो पनि छ, कुनै खालको दुःखदायी केही पनि हुन गएन। र यहाँ सबैलाई यो भिडियो हेरेर माया गरिदिनुलाई धन्यवाद, र हाम्रो राति सहयोग गर्न आउनुभएको भरत साईका दुईवटा कुरा सुन्नुलाई हस्त धन्यवाद। सहयोगी भएर आउनुभएको राजा, तपाईँलाई कस्तो महसुस भएको? यहाँ फसेर केही त्यस्तो दुःख लागेको छ भित्रबाट? मलाई त त्यस्तो महसुस त केही भएको छैन। अब यो साथीको हिसाबले म आएँ, आउँदाखेरि पनि एक त यो हुन त आफ्नै गाउँपालिका हो, गाउँपालिकाको यो ठाउँमा म पुग्न सकेका थिएन, पुगाउनु भयो, एउटा त्यो तपाईँलाई धन्यवाद। अर्को कुरा, अब राज्यको संरचना, राज्यको जो यो मेरुदण्ड भन्ने रोड हो, रोडको चाहिँ यो गति देख्दा मलाई साह्रै दयनीय लाग्यो। र यस्तो रोडमा तपाईँले यसरी चाहिँ भनौँ न जनताहरूलाई सेवा गर्नुभएको छ, यो प्रति तपाईँलाई म हार्दिक धन्यवाद चाहिँ ज्ञापन गर्न चाहन्छु। भन्दै अब बाँकी कुराहरू त अब यो सबै यहाँको दुःखदायी सबैले देखेकै छन्। बाँकी अब यो सेवा सधैँभरि तपाईँको निरन्तर चलिरहोस् र राज्यले पनि यसलाई चाहिँ राम्रो बनाइदिनु पऱ्यो भन्ने मेरो चाहिँ भावना छ। ल, धन्यवाद।